ल साथीहरू है अब चाहिँ ल यो अरू खाएर अगाडि दही हाम्रो चाहिँ अब मुकबाङको लागि रेडी हुँदैछ है साथीहरू। हाई गाइज वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डे न्यू ब्लग। आजको ब्लगमा तपाईँलाई स्वागत छ होइन। हो तपाईँहरू सबैजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ म यतै घरै वरिपरि यता रुमभरि नै आज चाहिँ म चाहिँ भ्लग बनाउनेवाला छु। अनि आज चाहिँ हाम्रो एउटा विशेष पनि हुन्छ होला भ्लगमा, सायद मुकबाङ गर्नेहरू चाहिँ सोचिरहेको छौँ। अनि परबाट भान्जा आयो भने गर्छौँ, नत्र अरू चाहिँ मेरै यतै फाल्टै हुन्छ। अनि म चाहिँ यता कपाल चाहिँ अलिअलि सेतो सेतो फुलेको छ, त्यही भएर चाहिँ म चाहिँ कलर गर्नु पऱ्यो। अनि कलर गरेर चाहिँ नुहाउनु पऱ्यो भनेर सोच्दैछु। अहिलेसम्म भर्खर सुतेर उठेको होइन, यस्तो छु हालत चाहिँ। अब चाहिँ म चाहिँ पसलमा गएर एक प्याकेट चाहिँ यो कालो कलरको यो लिएर चाहिँ ठ्याक्क कपालमा चाहिँ हाल्नुपर्ने हुन्छ। अनि एकछिन सुकाउँछु अनि नुहाउँछु। अनि भान्जा आयो भने मुकबाङ गर्छौँ हामी आज। मुकबाङ सामान्य भनौँ न होइन, अब धेरै गर्नलाई त फाइनेन्सियल कन्डिसनै राम्रो छैन हाम्रोसँग चाहिँ होइन, कहीँबाट आय स्रोत छैन लगायत। आज चाहिँ यहाँको मौसम यस्तो छ, भर्खरी पानी परेर रोकिएको, अनि पानी पनि पर्न खोज्दैछ। यस्तो छ आकाशहरू पनि। लुक एट दिस भ्यू त के भन्ने यस्तो जोतको छ। यता हेरेर झाडी छ है, पुरै यहाँको चाहिँ घाँस काट्छन्, चारोहरू टिप्छ यस्तो यो याकहरू। म चाहिँ अब त्यहाँ पसलमा गएर चाहिँ एउटा लिएर आउँछु। के भन्दा चाहिँ एक प्याकेट कलर कालो जुन आउँछ त्यही सस्तो मस्तै दिनु। 200 दिए, 200 अगाडि 100 160। यो चाहिँ मैले दामी हाल्छु अब चाहिँ कलर चाहिँ। के छ तम तयार हो बेलुकाको लागि आज तपाईँको? यो यति सबै सकिन्छ? पुग्दैन पनि होला है कहिले त? कतिवटा काट्नुभयो? अहिले 10 होला। न्यू कटवाल फ्रेस हाउस, म यहीँबाट मासु लान्छु साथीहरू, दामी छ है। अब चाहिँ मैले यो कलर हाल्नुपर्ने हुन्छ साथीहरू गएर चाहिँ है। म चाहिँ फेरि प्राइम मेहन्दी हाल्न चाहिँ अलिकति जान्दिनँ कि ब्रसले हाल्नुपर्छ, एक्लै होइन हेर्दै हाल्नुपर्छ। अनि त्यो जतापाति चाहिँ कानतिर यस्तोतिर लाग्छ होइन कलर, अनि जाँदैन नि त यस्तो कलर 2-3 दिनसम्म। अनि गिजी हुन्छ कि अब 2-3 दिन बाहिर, 1-2 दिन पछि फेरि बाहिर जानुपर्ने छ। अनि समस्या हुन्छ, कालो देख्यो भने बिस्तारै ल्याउँछु मिलाएर। दिस इज लुक एट दिस क्रिम रहेछ यो चाहिँ होइन, क्रिम देखिँदैन सेतो कलर भएर। ल यस्तो हो है साथीहरू, यहाँ चाहिँ अलिकति त पानी त हाल्नै पर्छ होला, यो यत्तिकै त हाल्नु पातुलो हुन्छ है के हो खोला त्यही पाएर धेर पानी हालिहाल्यो है, पानी जस्तै भयो अब यो लाग्दैन होला साथीहरू। होइन पनि ट्याक्क लाएर फुटेको छ, त्यही भएर मेरो भाग्य फुटेको जस्तो छ। कपाल पनि धोएको छैन, लाग्ने हो कि नलाग्ने हो त्यही अब सुरसार चाहिँ गरिदिउँ। लामो भएछ कपाल पनि।
साथीहरू अब त मैले एकछिन चाहिँ सुकाउनु पर्ने हुन्छ होइन एकछिन सुकाएपछि चाहिँ नुहाउँछु जिउै पुरै नुहाउँछु त्यही होला साथीहरू ल जस्ट गाई चाहिँ मैले चाहिँ कलर सलर पनि हालिसकेँ पातुलो भएछ मेन्डी चाहिँ अनि मैले चाहिँ धोएर कपाल सपाल धोएर नुहाएर अब चाहिँ यता मासु लिनु जाँदैछु यहाँ पर बजार चोकतिर अनि त्यहाँबाट लिएर आएर आज चाहिँ मुकबाङ हान्ने सोच बनाएको छु कस्तो हुन्छ लेट्सी हेरौँ है साथीहरू होइन अनि म अब त्यहाँ गएर लिएर आएर चाहिँ बनाउनु पर्ने हुन्छ यसलाई चाहिँ 2टा मात्रै बनाइदिनु ल ऐना चाहिँ पिसै त्यो अर्कोलाई चाहिँ 2टा मात्रै खाने त्यतिकै टोकेर मुकबाङ ल हाम्रो चाहिँ रेडी भयो मासु देखाइदिउँ त अब चाहिँ हाम्रो यहाँबाट चाहिँ मासु लिएर चाहिँ हिँड्यौँ है साथीहरू अब घर गएर बन्दोबस्त हान्नुपर्छ आज बजार त होइन नि आज बजार होइन नि ए हो त बिहिबार होइन त हो त बजार त मेरो घडी बनाउनु ल्याउनु पर्छ खानु न बगाल छ यहाँको पानी मिठो छ कि चिसो पहिला यहीँको खान्थ्यौँ हामी घरमा नआउँदा साथीहरू अब चाहिँ हामीले काँक्रा साक्रा के मसला ससला नि ल्याइसक्यो अब चाहिँ यहाँ चाहिँ हामीले चाहिँ मेरो थाल भाँडा धुन्छु दिउँसो खाएको धुएको छैन अब धोएर चाहिँ अनि अब हामीले सुरु गर्नुपर्ने हुन्छ मुकबाङको तयारी त्यही हो होइन त कि कसो एउटा आप ल्याउनु भएको छ 5 रुपियाँको दही हाम्रो चाहिँ अब मुकबाङको लागि चाहिँ रेडी हुँदैछ है साथीहरू हामीले यस्तो मासु मात्रै हेर्नु यता भित्ता हेर्नु होइन इग्नोर गर्नु होला है फोहोर छ भित्ता ठिकै छ अब चाहिँ हाम्रो रेडी हुँदैछ है बनाउन चाहिँ यता भान्जाले बनाउँदैछ म चाहिँ यसो एकछिन यहाँनिर भिडियो सिडियो बनाउँदैछु साथीहरू त्यही हो अब अहिले सबै तम तयार हुन लागिसकेपछि हाम्रो चाहिँ एकछिनमा लगभग 1 घन्टा लाग्छ होला अरू सामानहरू गर्दा गर्दा चाहिँ अब चाहिँ ल साथीहरू हाम्रो चाहिँ अब सुरु भयो हामीसँग धेरै आइटम चाहिँ छैन त्यतिकै त्यस्तो राम्रो यो चाहिँ पुरै मुकबाङै चाहिँ होइन यो खाना बेलुकाको खाना पनि सम्झिनु अनि यो चाहिँ मुकबाङ जस्तो तपाईँहरूलाई देखाइदिएको पनि हो यो चाहिँ है खाएको चटपटी यो चाहिँ हामीले चाहिँ के भन्नु साथीहरू पुरै यो मुकबाङ पनि होइन कि मुकबाङै जस्तो सम्झिनु अब खाएको हेर्नु मुकबाङै पनि भन्छ धेरै सामान चाहिँ छैन धेरै आइटम चाहिँ छैन होइन चिसो भइहाल्यो यो मासु भइहाल्यो यता चटपटे भइहाल्यो पानीपुरी ल्याइएन होस् अब जति छ त्यति होइन त सनी लियो ल हाम्रो एम्बापे भयो लु खाम ल साथीहरू अब चाहिँ हाम्रो सुरु भयो होइन मुकबाङ चाहिँ थुप्रै ल साथीहरू होइन अब चाहिँ हामीले चाहिँ यत्रो यो मोबाइल अडाउनुमा अरूभन्दा सबैभन्दा पनि दुःख लाग्यो त्यहाँनिर मेरो त्यो फोन होल्डर छैन कि फोन होल्डर नभएर चाहिँ मुढामा अडाएको छु मैले कसरी अडाएको छु मैले त्यो पनि देखाउँछु धेरै मेहनत लाग्यो त्यसमा चाहिँ यो बनाउनुमा भन्दा त्यसमा धेरै मेहनत लाग्यो मिलाउनमा अनि अब चाहिँ हामीले चाहिँ सुरु गर्न लागेको यी साथीहरू है अब चाहिँ हेर्नु ल यो चटपटे भइहाल्यो खानाहरू भइहाल्यो त्यही हो यो चाहिँ हाम्रो अब यहाँ मासु छँदैछ देख्न सक्नुहुन्छ यो मेरै होला यो होइन यो यस्तो छ देख्न सक्नुहुन्छ यता छ सबै ल खाम सुरु गरौँ होइन त ल योबाट सुरु गरौँ ल सबैले चेस ल साथीहरू ठुलोमा साथीहरूलाई ल हेर्नुहोस् यो चाहिँ ठुलो हामीले चाहिँ यो चाहिँ ठुलै मगाएको हो त्यहाँबाट
खानेकुरा झगडा भएर तर हाम्रो अलिकति क्यामेरा टाढो भयो जस्तो छ नि है तँ क्या भन्यो त्यही छेउमै गएर खाइदिन्छ यस्तोले त्यही छेउमै गएर क्यामेरा छेउमै गएर काँक्रा पनि छ काँक्रा सबै भाइ यो अरू खाएरै अगाइनेछ यो भात त नखाँदै हुने थिएछ है प्याज के भयो एउटा प्लेट एउटा बोटल ल्याउँदा त्यो यो ओछ्यानमा अहिले कमी लागिहाल्छ हामी त्यो ल साथीहरू है अब चाहिँ पानी पनि भयो पोखरीमा पुगेको के मन लाग्छ यता ल ल खप्पे एउटा पुरै खान न पिरो रहेन खप्पे खान्छ बार पुरै खान्छ कोही सक्नुहुन्छ भने कमेन्ट डाउन बिलो भुइँको पनि टिपेर खानु झन् पाकेछ या पाएको नि त धेरै बेर पकाएको नि ल साथीहरू सक्यो है सक्यो अब चाहिँ हड्डी हेर्नु न हड्डी कति धेरै हालिदिएको यार यो सक्यो है साथीहरू अब चाहिँ ल आजको मुखबाङ कस्तो भयो बबाल कस्तो दामी ल साथीहरू आजको भ्लग चाहिँ राम्रै लाग्यो मलाई पनि खाइयो पनि भ्लग पनि भयो दुईवटा काम भयो खाइयो म चाहन्यो भ्लग पनि भयो तपाईँहरूलाई पनि इन्टरटेनमेन्ट भयो मैले खाएँ पनि होइन ल अब नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजको भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु साथीहरू ल बाई